राजु त किन मेरो पछि पछि लाग्छस् के तँलाई देखे कि मलाई रिस उठ्छ सोनु त्यसो नरिसाउ न बरु म आज तँलाई चिया खुवाउँछु हिँड तँसँग पैसा छ नि अहिले मैले चाहिँ 16 वटा बोतल बेचेको छ त्यही पैसा पुगिहाल्छ नि ल जाऊ हिँड सोनु हेर न यहाँ मैले अघि बाटोमा चस्मा भेटाएको कस्तो छ मलाई स्वाद छ है ए यस्तो चस्मा नि तँलाई स्वाद छैन खोल 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 भने सुन्दैन झन् मलाई यो चस्मा चाहिँ स्वाद छ कि भनेर चाहिँ सोधेको स्वाद छैन पो भन्छ ठिकै छ उसलाई मन परेन भने किन नआउनु दिदी हाम्रो दुईटा चिया बनाइदिनु न राजु तैँले जहिले पनि चिया खुवाउँछस् पैसा खर्च गर्छस् किन राजु सोनु साथै भन्नुपर्दा म तसँग बिहा गर्न चाहन्छु बिउवा रे यो उमेरमा बिउवा ज्यान देखाएछ कस्तो छ ज्यान देखाएछस् पाल्न सक्छु तैँले ज्यान हेर्न ज्यान मेरो फुपूले 2टा रिक्सा र एउटा साइकल भएको केटासँग बिहे गरिदिन्छु भनेको छ तँसँग के छ सोनु के कुरा गरेको मैले भनेको सही हो जवाफ दे चिया मैले त माया गर्छु पो भनेको मायाले संसार थाम्दैन तँसँग केही जब छ भने भन् चिया छिटो ड्युटी जाने बेला भइसक्यो दिदी चियाको कति पैसा भयो ल अब ड्युटी जाने बेला भयो कहाँ बदल दोकान टिप्नु आएको अनि दोकान दोकान राजु हेर त त्यहाँ खाली बोतल रहेछ जाम हिँड्दिन त्यहाँ अर्का घरभित्र हुँदैन ए न तँलाई के मन लिन आउँछ आइज नेट बसेपछि फेरि साउले देख्यो भने गाली गर्नुहुन्छ कि मलाई छोड यो अर्का घरमा अनुमति बिना कसले पस्नु भनेको थियो मलाई छोड्ने म त
त यो खाली बोतल लिन आएको छ छदिन हजुर खाली बदल हुन्छ अर्का घर गएर पसेर टिप्नलाई छदिन हजुर म खाली बोतल लिन आएको हो कि हजुर हुन्छ खाली बदल अर्काको घर घरमा कम्पाउन्ड भित्र पस्नलाई के भयो हेर्नु नि यहाँ दिउँसै घरभित्र चोर पसे अनि के गरेको बहिनी तिमीले मैले केही गरेँ होइन सर खाली बोतल लिन आएको हेर्नु न उहाँले छोड्दो तिमी अनि अर्काको घरमा बिना पर्मिसन कसरी आयो त होइन सर खाली बोतल देखेन आइहाल्यो अब यहाँ त चोरको कुरो छ जे पायो ऊ टिप्दै हिँड्ने भने के नि चोरा छैन हजुर हेर्नु त पुरा हेर्नु त के पनि चोरा छैन म चाहिँ यो बोतल मात्र लिन आएको मसँग एउटा साथी पनि छ साथी छ हजुर बोलाउनुहोस् राजु हजुर नमस्कार हजुर नमस्कार किन अर्काको घरभित्र त्यतिकै पस्ने त्यस्तो के होइन हजुर यहाँ अलिकति खाली बोतलहरू देखेँ त्यही भएर त्यो बोतल मात्रै टिप्न आएको अरू के पनि होइन सर दाइ उहाँसँग माफी माग्नुहोस् मेरो गल्ती हो बहिनी मलाई माफी देऊ अनि बहिनी तिमी यस्तो कचडा उठाएर कति पैसा कमाउँछौ अब खानालाई पुग्दैन बिहान बेलुकालाई पुग्छ हजुर आमा दिनको कति कमाउँछ नानी दिनमा 100 रुपियाँ हजुर जम्मा 100 रुपियाँ हजुर म 500 को काम दिन्छु गर्नुहुन्छ के काम हजुर गर्छु नि के काम हुने हो झाडु पोछा गर्ने काम हे नखरा के यहाँ काम पाइरहेछ त्यो पनि 500 रुपियाँ आउँछ अरे यहाँ 100 रुपियाँ दिनभरि हामीले गर्नुपर्ने बस यहाँ 500 रुपियाँ आउँछ नगर्ने भए जानुहोस् है मैले पर्का होइन सर म गर्छु के हुन्छ हे नखरा के राजु त जा त्यही 100 रुपियाँ कमाउनु जा ल सुन्नुहोस् झाडु पोछा गर्ने हो अरू केही काम छैन यो कचडा उसलाई दिइदिनुहोस् तपाईँ काम गर्नु हस् राजु यो लैजा म काम गर्छु है जा राम्रोसँग हेर्ने है यहाँ को मान्छे आछ के आछ 3-3 चोटि कम्प्लेन भइसक्यो अब 4 चोटिमा म निकालिदिन्छु तपाईँलाई तपाईँको काम के हो यहाँ हेर्ने होइन राम्रोसँग हेर्नुहोस् जानुहोस् ए भैमा बस्नु माथि बस्छ भोक लाग्यो होला केही बनाइदिउ होइन नखाने सर काम के छ भन्नु न म त्यही गर्छु केही नखाने काम त के हो त घरको काम हो पोछा लगाउनु पर्यो यो टेबुलहरू साफ गर्न पर्यो गिलासहरू माझ्न पर्यो अनि सबै सामानहरू जे छ नि यी सबै पुछपाछ गरी राख्ने हो है तिमीलाई केही म चिया बनाएर राखिदिन्छु हस् होइन सर नखाने फेरि काम खाऊ न म चिया थोरै बनाउँछु नखाने सर बस नाच्यो किन डरा नडर एकछिन बस म चिया बनाउँछु चिया दिन्छु अनि त्यसको काम गर्नु सानी एउटा च्याटिङ मलाई मान्छेको जिन्दगी कोही कति खुसी छन् आफूले चाहेको इच्छा पुरा गरेका छन् घुमेका छन् आफ्नो जिन्दगी छ सधैँ यस्तो हाहाकार कहिले के छैन म कोही छ आफ्नो
ओहो सोनुले के गर्दै होला चिया खानु बनाउँछु म सर सुन्नुहोस् न भन मैले बिहान शरीर त्यसलाई चाहिँ एकचोटि मलाई त्यो केटी त गइसक्यो गइसकेँ अरे कहाँ गए घरमा त आएको छैन त यहाँबाट त गइसकेको हो जाऊ अब घरमा गइसकिँदै घरमा त छैन त अनि यिनीहरूले तलमाथि त गर्नु खोजेन हुन त लालचिची मान्छे पैसाको लोभ देखायो होला एकचोटि घरमा जान्छु भएन भने के गर्नु पर्ला सर के गर्नु भएको तपाईँले यो म त काम गर्न आएको चुप बढी बोलिस बचाउ फकाइदिन्छु फेरि फेरि भनेको मानिदिनुहोस् हान्दिन बचाउ भनिस् भने अनि अलिक खान्छस् नबोलै नबोल भन्दैछु बोलिदिएछ यहाँ धेरै बोलिस् हल्ला गरिस् भने मैले यी उडी हानिदिन्छु त्यहाँ नचलिकन चुप लगाएर बस भन्दैछु हल्ला गरिस् भने फेरि नराम्रो हुन्छ फेरि त है मैले के भने यो घरको वरिपरि आउने विचार नगर भनेको होइन कति हेपेको हेर्नुहोस् विकासजी हजुर तपाईँले भनेको सामान मैले भित्र ल्याएर राखेको छु तपाईँले एकचोटि हेरिदिए कस्तो हुन्छ एकचोटि हेरौँ न यो त भयो नि तपाईँले अनि पैसा के गर्ने त पैसा बोके छैन अब अनलाइन गर्नु एकचोटि सामान हेरौँ त भएतिर अनलाइन हुन्छ पहिला सामान हेरौँ के भोलि लिएर जाउँ हुन्छ भोलि नकर है धेरै ओभर भइरहेको छस् कराइस् भने तेरो मैले जानेछु अब मैले जे भन्छु तैँले त्यही गर्छस् अब हेर तेरो कपडा मैले कसरी खोज्छु भन्ने थाहा छ तपाईँले के गर्नु भएको म दिनभरि जान्छु बोतल बोकेर कमाएर खाने मान्छे हो तपाईँ त यत्रो ठुलो मान्छे भएर यस्तो गर्न मिल्छ सर चुप चुप भनेपछि चुप तल मैले मेरो घरमा आउनु गएको थिएँ मैले त भनेको थिइनँ अब बोतल बोकेर के भयो ज्यादा मजदुर गरेर के भयो राम्रै छिस् मैले जे भन्नु त्यही गर्नुपर्छ तैँले बुझिस् हल्ला गरिस् बढी बोलिस् भने खुकुरीले छक्काइदिन्छु चुप्प लाएर बस मेरो एउटा साथी आउँदैछ त्योसँग गफ गर्ने बढी बोल्ने होइन मैले जे भन्छु त्यही मान्ने बुझिस् नै चुप्प लाएर बस त्यही खान्छस् भने भन् आउँछु तर हल्ला चाहिँ नगर है भन्दैछु मैले त्यहाँ
चक्क आवाज आयो भने फेरि कुकुर लिएर आउँछु। मलाई भन्नु त भनेको थियो राजुले यहाँ काम नगर भनेर। कसरी बाँच्ने होला यहाँबाट कसरी पुग्ने होला। हे भगवान् एउटा चमत्कार त गरिदिनु। त्यही हो तपाईँको सामान। माल ठिक छ सर, पेमेन्ट बेलुका हुन्छ, सामान भोलि लिन आउँछु। ठिक छ सर, ल भोलि लिन आउनुहोस्। हिँड्नुहोस्। फेरि आइस यो घरमा कोही आएको छैन भनेर भनेको होइन मैले बिहानै। यो घरको वरिपरि आफै नला भनेर होइन मैले। चलै ए भाइ तिमी फेरि आयौ? त्यो केटी अहिले गइसक्यो भनेर सुनेनौ? कति हैरान बनाएको, कति हैरान बनाएको।
सोनू धन्नु बजे धन्नै मारेछ हो राजु त नआएको बेटा मेरो इज्जतै जान्थ्यो मलाई माफ गरिदिए राजु सानो गल्तीले गर्दा यहाँसम्म भयो सोनू तँलाई मैले बचाउनलाई कति कोसिस गरेँ त्यो गेटको गार्डले मलाई कति लखेर गरेछ बल्ल बल्ल म भित्र छिरेर बचाएँ राजु तैँले मलाई साँच्चीकै माया गर्छ रहेछ भनेर बल्ल आज आएर थाहा पाएँ मैले त पहिला नै भनेको त्यो 500 को लोभ चाहिँ त्यहाँ काम नगर्नु भनेको के गर्नु राजु 500 को लोभमा गएँ मलाई त हात बाँधेर खुकुरी देखाएर नबोल भनेको थियो ठिक छ राजु तिमीले साँच्चीकै मलाई माया गर्छौ भने म बिहे गर्छु तेरो कुरा बुझेको थिएन मैले तैँले कति धेरै माया गर्छ भनेर आज आएर थाहा पाएँ